हेलो गाइज, वेलकम टु माई एनदर ब्लग। आज चाहिँ म मामा घर जाँदैछु अनि म यहाँ आएको चाहिँ 1 महिना भइसक्यो। अब 1 महिनापछि चाहिँ अब मामा घर जाँदैछु अनि त्यस्तो चाहिँ म बाटोमा चाहिँ एक्लै छु अहिले। यहाँ चाहिँ यतै जङ्गलको बाटो हेर्न सक्नुहुन्छ। यहाँ लालीगुराँसको रुख हो यो। म चाहिँ आधी बाटोमा आएको छु। यहाँ चाहिँ चट्ट पारेर जाँदैछु। म यहाँ आएर चाहिँ काली भइसकेको छु के। म चाहिँ अहिले पादमा पुगिसकेको छु। अब चाहिँ अझै छ मामा घर जानलाई। गाइज, म चाहिँ अझै त्यो डाँडामा थियो मामा घर। म चाहिँ बल्ल यहाँ आधी बाटोमा पुगेको छु। हेर्न सक्नुहुन्छ पसिना मम्मी। गाइज भ्यू हो कि फेरि भ्यू। यो चाहिँ गैराडा भन्ने हो, तलको चाहिँ पादमा हो। उता डाँडापट्टि चाहिँ मेरो गाउँ हो। म जसरी हिँड्ने पो हेल्दी भइन्छ त भनेर के भन्ने हो, धेरै गाह्रो छ। यसरी हिँड्नुहोस्, स्वास्थ्य राम्रो बनाउनुहोस्। मेरो मामाको गाउँ आइपुग्यो फाइनल्ली। उता पारि मामा उभिनु भएको छ। गाइज, म चाहिँ मामा घर आएर पनि यता आन्टीसँग भेटेको छ। आन्टीले यहाँ मलाई कपडा धुवाउन, यति धेरै कपडा धुवाउन लाग्थ्यो हुनुहुन्छ। मामा घर आएछ मलाई यसरी हेप्छन्, त्यो भएर मलाई मामा घर आउनु मन लाग्दैन। उहाँ मदेखि 6 वर्ष कान्छे हो, तर मभन्दा ठुलो देखिनुहुन्छ कि उहाँ। पछाडिका हाम्रा दर्शकबिनहरू। अहिले रातिको 6:30 बजे हामी कपडा धुन जाँदैछौँ। उहाँ चाहिँ आफ्नो साथीलाई पर्खिँदै हुनुहुन्छ। नि त सोचेँ अब आज बाबु म दगा गरी हामी हामी नै हेरेला। गाह्रो छ उहाँको। म चाहिँ धुन्छु मिन्छु पर्थ्यो चाहिँ पखाल्छ। यो चाहिँ रियान सिंह हो अनि हामी चाहिँ तास खेल्दैछौँ यहाँ। रियान तँले जितेको हो कि अहिलेसम्म। हामी यहाँ रोटी खाँदैछौँ। रियान तँ एकचोटि बोल त लाई। गाइस, ठ्याक्कै हामी 8:30 बजे चाहिँ कपडा धोएर जाँदैछौँ। गाइस, हामी चाहिँ यहाँ कपडा सुकाउन लाग्छौँ। सुकाइसक्यौँ। अहिले राति 8 बजे। आन्टी तारिफ मेरो साथीहरू आज म मेरो साथीहरूसँग भेटेको छु। म त्यो गोरी आएछ। यिनीहरू बाबु होइन बाबु, यिनीहरू त नलाग्नु। हेलो आर्यन। हाई, गुड मर्निङ। गुड मर्निङ। हामी भर्खर उठ्यौँ है आर्यन। अनि अब आर्यनको चाहिँ आज शुभ बिहान यसरी भएको छ मसँग भिडियो बनाएर होइन। हाम्रो आर्यन साइला हजुरहरू लाइक गर्न सक्नुहुन्छ होइन। हाँसिदिन्छ क्या केटा फेरि यस्तो छ यस्तो छ यस्तो छ सब निहाल्छु। उहाँहरू चाहिँ फोटो खिच्न आउनु भएको अरे। आर्यन त्यो के हो रे? खै पछाडि फर्के त डन होस् के त हो नि। यहाँ है गाइज, अब चाहिँ हामी अहिले सुत्न लाग्छौँ। अनि त्यसपछि अब आर्यन चाहिँ आधी भ्लग बनाउँदै रहेछ यता। हामी चाहिँ बाई, गुड नाइट गाइज। गुड नाइट। यसो गर्न मामा घरबाट चाहिँ अब म घर जाँदैछु। आज मामा घरमा चाहिँ 2 दिन बस्यो अनि त्यहाँ धेरै रमाइलो गरियो। अनि अब चाहिँ आफ्नो घर जाँदैछु। ब्लग चाहिँ
मामाको घर गएदेखि मेरो घर आउँदासम्मको त्यो सब एकैचोटि छ, छुट्टा छुट्टै छैन। बाई।